अब यो कसरी गर्नु त नि हैन गाइस। अब मेरो बोर्डले चाहिँ अब धरमा एकदमै जाडो बढेको छ हैन, एकदमै जाडो बढेको छ, यस्तो छ हैन। अनि मेरो फेसै देखाएको छैन ल है। अनि मेरो बुढीले चाहिँ चाउमिन तातो बनाउँदैछ एकदमसँगले ल। यो मेरो किचन हो है, मेरो किचन यस्तो छ। अनि मेरो श्रीमतीले चाहिँ चाउमिन बनाउँदैछ मिठो मिठो। के हुँदैछ कान्छी, मिठो बन्दैछ चाउमिन? बौलाउँदैछ अरे है। यहाँनिर अलिकति बनाएको रहेछ कि, वाह खाँदा त बब्बाल हुन्छ त होइन। यो चाइनिज सागको सागमा चाउमिन बनाउँदैछ एकदम पोर्क मिक्स है, पोर्क एकदम तोरीको तेलमा। कुकर हो नि त मेरो बुढी त, कुकर हो क्या, एकदम मिठो मिठो बनाउँछ होइन। गजब यो चाउमिन है फ्राईमै होइन, बबल बन्दैछ। यो छ यो हाम्रो महारानी। यता आऊ तिमी, यता आऊ, यता 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 तिमी यता आऊ। आऊ, यसले मासु मात्रै खान्छ ए होइन। यो हाम्रो गोलु, गोलु यता हेर गोलु। अब यो चाहिँ हाम्रो गोलु हो होइन। अब सुरुमा चाहिँ यो प्याज लगाउने, अनि त्यसपछि टमाटर, क्याप्सिकम, अनि अगडम बगडम होइन। चाउमिन बनाउने तरिका चाहिँ यस्तो रह ए भन्दाखेरि त्यसका बाजेको कुकरै